आजको यो मेरो मिनी ब्लगमा हजुरलाई स्वागत छ। हाम्रो दिनको सुरुवात चाहिँ माछा खाएर भयो। हामी दुईजना केटीहरू लाग्यौँ माछा बोकेर ट्रेन स्टेसनतिर। ट्रेन छुट्छ भन्दै कुद्दै कुद्दै हामी चाहिँ कहाँ गएको भन्दाखेरि हामी चाहिँ अल्लरसट गएको। ट्रेनमा गफ गर्दै दुईजना गयौँ अल्लरसट। अल्लरसट जाने मेन रिजन अहिले म भन्छु हजुरहरूलाई। त्यसपछि हामी चाहिँ ढिला नगरिकन सुरुमा लिटल एसिया गयौँ। त्यहाँ चाहिँ यस्तो फ्रेस मिठो मिठो मासु पाउँछ अल्लरसटको। हामी जहिले त्यहीँबाट ल्याउँछौँ अनि मासु अर्डर गऱ्यौँ। ती राख्नलाई पनि भरे आउँछौँ भनेर। त्यसपछि हामी कहाँ गयौँ होला गेस गर्नुहोस् त। हामी गयौँ लामा ज्वेलर्स। अनि लामा ज्वेलर्स जाने मेन रिजन चाहिँ मेरो के थियो भन्दाखेरि मेरो एचएमआरसीले लास्ट इयर धेरै ट्याक्स काटेको थियो। त्यसको रिफन्ड आएको थियो अनि मैले चाहिँ यसो पैसा सदुपयोग गर्नु पर्यो, सुनको भाउ बढेको छ भनेर त्यसपछि मैले बेरुवाउठी लिएँ। नेपालको भन्दा अराउन्ड लाइक 20,000 कम हुँदो रहेछ। त्यसपछि हामी गयौँ सेलरोटी लिनलाई। फेरि हामी आयौँ मिठाई भण्डार। मिठाई भण्डारबाट हामीले जेरी बुनियाको लड्डुहरू लियौँ। यहाँ चाहिँ पुरै नेपालको जस्तै के कस्तो मजाको मिठो मिठो डोनटहरू थियो, लड्डुहरू, पेडाहरू सबै थियो, रसबरी लालमनहरू। त्यसपछि हामीले हाम्रो सामान रिसिभ गरेर हामी फर्क्यौँ रिडिङतिर। सेलरोटी खाँदै खाँदै मजाले घाम लागेको थियो, गफ गर्दै गीत सुन्दै हामी रिडिङ फर्क्यौँ। त्यसपछि हामीले तातो तातो चिया बनाएर चिया र सेलरोटी अनि चना खायौँ। थ्याङ्क यू फर वाचिङ, बाई।